सम्पूर्ण साथीहरूलाई नमस्ते है। आज म तपाईहरुलाई मसँगै सालबारी हाटको दर्शन परिदर्शन गराउने जमर्को गरिरहेको छु। प्रत्येक बुधबार है नर्थ बेंगलको निकै नाम गरेको निकै ठुलो हाट सालबारीमा लाग्ने गर्छ। म अगाडिबाट नै सालबारी बजार पुगिसकेको छु। यो मेन रोडको दृश्य तपाईहरुलाई देखाउँदैछु है। त्यहाँनिर एउटा पपुलर केक दोकान अहिले नियमोर भर्खरै 1 साल जस्तो भयो होला सुरु भएको छ। त्यसको बाहिरको दृश्य हो यो। हाटको दिन निकै रमझम हुने गर्छ। कोही बेला त निकै लामो जाम पनि लाग्छ है। यहाँनिर फास्ट फुड दोकान देख्नुहुन्छ तपाईले है, मोमोको दोकान। त्यसको अलिकति मन्दिरबाट तपाईको त्यो सिलगढीपट्टिबाट गल्लीबाट छिर्दाखेरिको दृश्य म तपाईहरुलाई देखाउँदैछु। दुईटा बाटो छ सालबारी हाट छिर्नको लागि है। यो पहिलो बाटो है। अब यहाँ तपाईले आफ्नो घरमा चाहिने प्राय सबै प्रकारकै सरसामग्रीहरु छ तपाईले पाउनुहुन्छ है। यो बाटोमा तपाईलाई अब हाट बजारमा चाहिने क्वालिटीको जुत्ता चप्पलको सेक्सन देखि स्टार्ट हुन्छ यो है। यतापट्टि मुनि तपाईले जुत्ता चप्पल को सेक्सन देख्नु हुँदैछ यहाँ। यो बेलुकी को टाइम भएको हुनाले अलिकति आज भिडभाड अलिकति कम्ती नै छ। जुत्ता चप्पल जस्तो सकिन्छ तपाईहरुलाई फ्रुट्सहरुको दोकान स्टलहरु तपाईले देख्नुहुन्छ। सिजनल फ्रुट्सहरु जुन सिजनमा जुन फ्रुट्सहरु बजारमा अवेलेबल हुन्छ तपाईले सबै त्यो फलहरु यहाँ पाउनुहुन्छ है। अब अहिले आँप र लिचीको सिजन सुरु हुँदैछ भर्खर। तपाईले यो सबै यहाँ मजाले नै पाउनुहुन्छ है। भेराइटिज फ्रुट्सहरु तपाईले यहाँ पाउनुहुन्छ। यो लिची हेर्नुस् है। आज अलिकति लिचीको दाम महँगो पाएँ मैले, 150 रुपैयाँ किलो भन्दै थियो। भर्खर सुरु भएकोले गर्दाखेरि होला। आँप, अब यो आँप यो फ्रुट्सको सेक्सनबाट तपाईले यतापट्टि लेफ्टपट्टि कर्नरपट्टि छिर्नु भयो भने चाहिँ अब यहाँनिर चाहिँ तपाईले यो सिड्सहरुको दोकान है, बिउ विभिन्न प्रकारको बिउको दोकान भेट्नुहुन्छ। धनिया, सिमी, मटर, टमाटर आदि दुनियाभरको है। अनि त्यहाँबाट अलिकति अझ अगाडि जानु भएपछि हेर्नुस् है, ल अचार कसैलाई मन पर्छ पसन्द छ भने चाहिँ यी दुनियाभरको अचारहरु तपाईहरु यहाँ पाउनुहुन्छ। बयममा रहेको डल्ले खुर्सानीदेखि लिएर गएर है। सालबारी बजारको एउटा सबैभन्दा मन परेको कुरा चाहिँ मलाई के हो भन्दा यहाँनिर चाहिँ तपाईहरुले यो सागपात चाहिँ एकदमै भेराइटिज पाउनुहुन्छ। एकदमै अब माथि पहाडको मान्छेले त कहिले नदेखेको नखाएको सागहरु तपाईहरु यहाँनिर पाउनुहुन्छ है। अनि म चाहिँ एकदमै मन पर्छ यो सागहरु चाहिँ। त्यसपछि अगाडि आएपछि यो मसला दोकानहरु तपाईहरु भेट्नुहुन्छ। मसला दोकान थुप्रो मसला दोकान पाउनुहुन्छ। ल हेर्नुस् है। अब मसला प्याज साग सब्जी किनेपछि लसुन नकिनी भएन है। अब लसुन अदुवा यसरी पाउनुहुन्छ। अलिक 1.5 महिना अगाडि यहाँनिर सालबारीमा मैले खाली त्यो चाइनिज ठुलो खालको लसुन मात्रै भेटाएको थिएँ। निकै 1.5 महिना त खाली त्यो मात्रै चल्यो। सानो लसुन एकदमै महँगो। तर अहिले अब त्यो ठुलो लसुन देखिँदैन। अब त्यो सानो लसुन नै तपाईको प्राय बजारमा देखिँदैछ है। अब आज बुधबार त्यो पनि बेलुकी पर्यो है। अलिकति 6:30 बजी 7 बजीको छेउछाउको टाइम। त्यसले गर्दाखेरि आज त्यति भिड चाहिँ देखिएको छैन यहाँ है। मोटामोटी भिड हुने टाइम चाहिँ तपाईको यो 4 4:30 देखि बेलुका 6 6:30 सम्म चाहिँ काफी भिड। अब यो भिड भाडकै टाइममा चाहिँ यहाँ मैले है कतिवटा तपाईको यो पकेटमारीहरुको पनि झमेला देखेँ। त्यसले गर्दाखेरि आफ्नो मोबाइल फोन पर्सहरु चाहिँ अलिकति जोगाएरै हिँडेको राम्रो है। अब त्यहाँदेखि अलिकति उल्टापट्टि यतापट्टि पसेर यो पत्थरघट्टा रोडपट्टि तपाई छिरेर अलि अगाडि आउनु भयो भने चाहिँ अब यहाँनिर यो माछा मासु बिक्री गर्ने सेक्सन भेट्नुहुन्छ है। एकै जग्गा छ। थुप्रै दोकानहरु तपाईहरु पाउनुहुन्छ। भेराइटिज माछाहरु पनि तपाई यहाँ पाउनुहुन्छ।
यता शिव मन्दिर सिलगढीमा जस्तो भेराइटिज त हुँदैन, र पनि तपाईँ अब यो हाटको दिन यहाँनिर धेरै प्रकारकै माछाहरू तपाईँ पाउनुहुन्छ है हाम्रो कृष्ण भैया यहाँ। त्यसको ठिक्क उल्टापट्टि तपाईँ हिँड्दै फेरि बाहिरतिर निस्किने बाटोमा जानुभयो भने चाहिँ तपाईँले यी लुगाफाटाहरूको सेक्सन है, बाटोको छेउमा लुगाफाटा बिहान काफी यहाँनिर रमझम देखेको छु मैले। अब बर्खा लाग्यो हेर्नुहोस् है, ल अब नानीहरूको लागि भेराइटिज कलरफुल छाताहरू तपाईँले यहाँ देख्नुहुँदैछ। तपाईँले यो थानको लुगा बिक्री गर्ने पनि केही व्यापारीहरू तपाईँहरू यहाँ पाउनुहुन्छ है। थानको लुगा, त्यहाँदेखि अब रेडिमेड लुगाहरूको सेक्सन। अब हाट बजारको क्वालिटी तपाईँहरू बुझ्नु सक्नुहुन्छ, तर अप्सन थुप्रै अभाइलेबल मैले पाएँ यहाँनिर है। स्पेसली तपाईँको यो चाडबाडमा दसैँ तिहारको टाइममा त यो सेक्सन काफ़ी बिजी देखेँ मैले यहाँनिर। अब आसपासको चिया बगानका मान्छेहरू या अलिकति मास्तिरबाट आउनेहरू पनि तपाईँको यहाँनिर अब दसैँ तिहारको लागि नयाँ लुगाफाटाको लागि यही सालबढी हाटमा नै धेरै डिपेन्ड गरेको पाएँ मैले है। तपाईँहरूलाई चाहिएको या चाहिने प्राय सबै कुरा नै यो सालबढी हाटमा चाहिँ तपाईँले बुधबार पाउनुहुनेछ है। अब जसलाई जस्तो प्रकारको जरुरत हुन्छ, यहाँ बाईहरू भयो है, चुडाहरू भयो, यो यहाँनिर सानोतिनो कपडाहरू। यहाँ सालबढी हाटमा तपाईँको बिहान 8 साढे 8देखि सुरु भएर यो पहिलो जुन चाहिँ अब तपाईँको प्राय दिउँसो 2-3-4 बजीहरूसम्म चाहिँ माथिबाट अलिक टाढाबाट आउने ग्राहकहरू हुन्छ। त्यसले गर्दाखेरि दाम अलिकति मैले त्यति बेला चाहिँ अलिकति बेसी नै भएको जस्तो लाग्यो है कम्पेरिटिभली। अनि बेलुकी तपाईँको 4:30देखि चाहिँ तपाईँको यसरी लोकल ग्राहकहरू हुन्छ। अन्त त्यसले गर्दाखेरि बेलुकीको चाहिँ दाम अलिकति अब ग्राहक हेरेर नै लगाएको देखेँ मैले है। यसरी तपाईँहरूलाई आज मैले सानो सालबढीको परिदर्शन गराउने चेष्टा गरेँ है। आशा छ तपाईँहरूलाई अलिकति यो जानकारी सालबढी हाटको विषयमा प्राप्त अवश्य नै भयो होला है। ल, धन्यवाद है सबैजनालाई।